आज हामी चाहिँ सी प्रोग्रामिङ युज गरेर कसरी मोडुलर प्रोग्रामिङको एप्रोचमा हामी कोड लेख्ने भन्ने कुराको इक्जाम्पल हेर्छौँ र त्यसकै फेरिमा केही क्वेसनहरू भएमा तपाईहरुले पछिबाट क्वेसन रेज गर्न सक्नुहुन्छ। त्यसको लागि चाहिँ अब तपाईहरुले आफ्नो प्रिफरेन्स अनुसारको सी को कम्पाइलर आईडी ओपन गर्न सक्नुहुन्छ। मैले चाहिँ यहाँनिर यो ट्रेडिसनल टर्बो C++ को आईडीबाटै मैले यहाँ गरेर आइदिँदैछु। एकैछिन यहाँ फेरि यो नन रजिस्टर्ड उसबाट चाहिँ यो लगइन हुँदाखेरि चाहिँ फेरि पुरै यो एडमिट यो तपाईहरुले जुन इमेल एड्रेस चाहिँ जुन जीमेल आईडी तपाईहरुले त्यो फर्ममा भर्नु भएको छ त्यसबाटै लगइन हुनुभयो भने चाहिँ यहाँ अटोमेटिकल्ली लगइन हुन्छ है। नत्र म अहिले आजको लागि चाहिँ यो होस्ट कन्ट्रोलबाट सबैलाई ओपन गरिदिन्छु। त्यसो भए ल यति भयो भने चाहिँ प्रब्लम हुँदैन। अब हामी क्लास सुरु गर्न गइरहेका छौँ। फंक्सन कसरी युज गर्ने, हाउ टू राइट मोडुलर प्रोग्राम युजिङ सी ल्याङ्ग्वेज है। सी प्रोग्रामिङमा हामी मोडुलर प्रोग्राम कसरी लेख्न सक्छौँ। अब हामीले सी प्रोग्राम भन्ने बित्तिकै फंक्सनहरुको कलेक्सन हो भन्ने कुरा पहिले बुझ्नु पर्यो। एउटा सी बाट हामीले लेखेको कुनै पनि प्रोग्रामले जे काम गर्छ त्यसमा चाहिँ के हुन्छ त भन्दाखेरि एक वा एक भन्दा धेरै फंक्सनहरुबाट बनेको हुन्छ। अब हामीले के कुरा बुझ्नु पर्यो भन्दाखेरि यदि हाम्रो कुनै पनि प्रोग्राममा एउटा मात्रै फंक्सन छ भने त्यो मेन फंक्सन हुन्छ। बाँकी सबै फंक्सनहरु चाहिँ हामी युजर डिफाइन्ड फंक्सनहरु लेख्न मिल्छ। त्यो कसरी गर्ने त्यो टेक्निकहरुको बारेमा आज हामी डिस्कस गर्छौं। म सबभन्दा पहिले एउटा सिम्पल एउटा प्रब्लमलाई कसरी सल्भ गर्न सकिन्छ भनेर एउटा क्वेशन चाहिँ म रेडी गर्छु। त्यसको लागि चाहिँ हामीसँग राइट अ प्रोग्राम कुनै एउटा प्रब्लम सल्भ गर्ने गरेको राइट अ प्रोग्राम टु क्याल्कुलेट perimeter of a rectangle है। कुनै पनि रेक्टेंगलको पेरिमिटर हामीलाई क्याल्कुलेट गर्नु छ। अब यसको लागि हामीलाई थोरै म्याथमेटिकल नलेज आवश्यक पर्छ। कुनै पनि रेक्टेंगलको पेरिमिटर भनेको यसको फर्मुला के हुन्छ त भन्दाखेरि यसको फर्मुला चाहिँ हामीलाई म्याथमेटिक्सले दिए अनुसार पेरिमिटरको फर्मुला भनेको के हुन्छ त 2 into L plus B हो। लेन्थ र ब्रेथ को समलाई 2 ले मल्टिप्लाई गरियो भने त्यो हाम्रो रेक्टेंगलको पेरिमिटर हुन आउँछ। अब यो प्रब्लम सल्भ कसरी गरिन्छ त। अब यसलाई हामी दुई तरिकाबाट जान सक्छौं। एउटा नन मोडुलर एप्रोच जहाँ हामी सबै प्रब्लमलाई एउटै फंक्सन भित्र मेन फंक्सन भित्रै सल्भ गरेर हेर्छौं। ट्रेडिसनली हामीले प्राइमरी प्रोग्रामिङको क्लासमा चाहिँ सबै कुराहरुलाई एउटा मेन फंक्सन भित्रै राखेर सल्भ गर्ने टेक्निकबाट जाँदाखेरि चाहिँ जस्तै मैले अहिले इन्क्लुड stdiostudio.h हो। त्यसैगरी मैले अहिलेको लागि इन्क्लुड conio.h भनेर दुईटा हेडर फाइलहरु यहाँ राखिरहेको छु र अब म मेन फंक्सन डिफाइन गर्दैछु हो। ट्रेडिसनली हाम्रो सी प्रोग्रामको मेन फंक्सन यो तरिकाबाट void main यसरी मैले यहाँनिर डिफाइन गरिरहेको छु। अब मलाई यो कसैले केही भनिरहेको हो ल ठीक छ। अब यहाँ हेरौँ हामीले सबभन्दा पहिले कुनै पनि प्रब्लमलाई सल्भ गर्नको लागि त्यो प्रब्लमको के हो रिक्वायरमेन्ट त्यो बुझ्नु आवश्यक हुन्छ। हामीलाई अहिले दिएको यो क्वेशन हैन तपाईहरुलाई एक्जाममा पनि यो टाइपको क्वेशनहरु आउन सक्छ। कुनै पनि रेक्टेंगलको पेरिमिटर क्याल्कुलेट गर्नु छ भने सबभन्दा पहिले हामीले त्यो पेरिमिटर क्याल्कुलेट गर्नको लागि के कुराहरु चाहिन्छ र हामीले निकाल्न खोजेको हाम्रो आउटपुट चाहिँ के हुनुपर्छ त्यो कुरा हामी क्लियर हुनुपर्छ। अब यसमा भनेको हाम्रो आउटपुट के चाहिएको त हामीलाई चाहिएको आउटपुट भनेको पेरिमिटर अफ रेक्टेंगल। हामीलाई रेक्टेंगलको पेरिमिटर क्याल्कुलेट गर्नुपर्ने छ। त्यसको लागि हामीले के इनपुट दिनुपर्ने हुन्छ त भन्दाखेरि हामीलाई लेन्थ एन्ड ब्रेथ हामीलाई लेन्थ र ब्रेथको भ्यालु आवश्यक पर्यो।
भनेपछि यो हाम्रो एउटा कम्प्युटर प्रोग्रामको लागि यो के भयो त भन्दा यो इनपुटको रूपमा चाहिँ हामीले लेन्थ र ब्रेथ दिनु पर्यो। लेन्थ र ब्रेथ नभइकन त हामीले पेरिमिटर क्यालकुलेट गर्न नसक्ने रहेछौँ। जब हामीलाई लेन्थ र ब्रेथ एभाइलेबल हुन्छ त्यो लेन्थ र ब्रेथलाई हामीले कुनै म्याथमेटिकल फर्मुला सेट गरेर हामीलाई यो म्याथमेटिकल फर्मुला चाहिँ म्याथमेटिक्सको नलेजबाट आयो, यो म्याथमेटिकल डोमेनबाट यो इन्फर्मेसन हामीले खोजेर पढेर कतैबाट यो हामीलाई त्यो थाहा हुनुपर्छ होइन। अब हामीले त्यो फर्मुलै थाहा भएन भने यो लेन्थ र ब्रेथ थाहा भएर पनि हामी त्यो पेरिमिटर क्यालकुलेट गर्न सक्दैनौँ। भनेपछि हरेक प्रोग्रामिङ गर्ने मान्छेले के हुनु पर्यो भन्दाखेरि हामी जुन डोमेनको प्रब्लम सल्भ गर्दैछौँ त्यो डोमेनको हामीलाई नलेज, बेसिक नलेज हुनुपर्छ हो। अब हामीलाई आफैलाई फर्मुला थाहा छैन भने कुनै यो म्याथमेटिकल प्रब्लम भएको हुनाले हामी त्यो कुरा चाहिँ म्याथमेटिसियनबाट लिन सक्छौँ। अब हामीले भोलिको दिनमा अर्को कुनै डोमेनको होइन, जस्तो कि हामीले एस्ट्रोलोजीसँग रिलेटेड केही प्रब्लम सल्भ गर्नु पऱ्यो भने अब एस्ट्रोलोजी त सबै हामीलाई थाहा हुँदैन, तर त्यसका केही बेसिक टर्महरू हामीले बुझ्न सक्नु पऱ्यो। अनि एस्ट्रोलोजिस्टसँग गएर गफ गर्दाखेरि उसँग हामीले केही क्वेसन गर्दाखेरि उसले बोलेको भाषा बुझ्नेसम्म चाहिँ हुनु पऱ्यो। त्यसै गरी हामीले मेडिकलसँग रिलेटेड कुनै प्रब्लम सल्भ गर्दाखेरि मेडिकलका केही टर्मिनोलोजीहरू थाहा पाउनु पऱ्यो। भनेपछि अब हामी यो प्रब्लम सल्भ गर्नको लागि त त्यो प्रब्लमको डोमेनको बारेमा अलिकता नलेज चाहिँ हामीलाई चाहिन्छ। अब यो म्याथमेटिकल प्रब्लम अब इक्जाममा चाहिँ तपाईँहरूलाई यो विशेष गरी अब यो बेसिक म्याथमेटिक्स पढेको विद्यार्थीहरू हुन्छ भनेर यस्ता म्याथमेटिकल केही लजिकल क्वेसनहरू चाहिँ यसरी अब हामीलाई थाहा हुनुपर्छ। जस्तो कि अहिलेको इक्जाम्पलमा हामीलाई रेक्टेङ्गलको पेरिमिटर कसरी क्यालकुलेट गर्ने भन्ने कुरा यो अलरेडी थाहा छ भन्ने एजम्सनको आधारमा इक्जाममा यो टाइपको क्वेसनहरू दिएको हुन्छ, नत्र खासमा हामीलाई यो फर्मुला सहित दिनुपर्ने हुन्छ है। अब इक्जाममा फर्मुला दिन्छ भन्ने ग्यारेन्टी हुँदैन, त्यही भएर अब यति बेसिक कुराहरू चाहिँ हामी जान्दछौँ भन्ने एजम्सनको आधारमा यो प्रब्लम म अहिले सल्भ गर्दैछु। भनेपछि अब हरेक प्रोग्रामलाई हामीले कसरी बुझ्ने भन्दा हरेक प्रोग्रामलाई हामीले एउटा मेसिनको रूपमा बुझ्न सकिन्छ है। त्यो मेसिन हरेक अब हामीले रियल लाइफमा देखेका सबै मेसिनहरूमा के हुन्छ भन्दाखेरि हामीले केही इनपुटहरू दिन्छौँ, त्यो मेसिनले त्यो इनपुटलाई केही प्रोसेसिङ गर्छ र आउटपुट त्यसको रिजल्ट आउँछ। सेम त्यही तरिकाले अब हामीले प्रोग्राम लेख्नु भनेको पनि एउटा मेसिन बनाए जस्तै हो होइन। भनेपछि अब हाम्रो प्रोग्राममा पनि के हुँदो रहेछ त इनपुट हुन्छ, प्रोसेस हुन्छ र आउटपुट हुन्छ। भनेपछि अब हामीलाई इनपुट के चाहिएको छ, अहिलेको हाम्रो प्रब्लम सल्भ गर्ने सन्दर्भमा हामीलाई रेक्टेङ्गलको लेन्थ र ब्रेथ चाहिएको छ। अब यो कहाँबाट आउँछ भन्दा अब हामीले सी प्रोग्राममा अहिलेको लागि हामीले नर्मल्ली के एज्युम गर्छौँ भन्दा यो लेन्थ र ब्रेथ हामी युजरबाट लिन्छौँ। युजरबाट लिन्छौँ भनेको मतलब अब हाम्रो एउटा प्रोग्राममा युजरले इनपुट कहाँबाट दिन्छ भन्दाखेरि उसले स्ट्यान्डर्ड इनपुट डिभाइस किबोर्डबाट इनपुट सप्लाई गर्न सक्छ। भनेपछि अब किबोर्डबाट टाइप गरेको हाम्रो सी प्रोग्रामले कसरी प्रोग्रामसम्म ल्याउँछ भन्दाखेरि हामीसँग त्यसको लागि सी ल्याङ्ग्वेजमा स्ट्यान्डर्ड इनपुट आउटपुटको लागि लाइब्रेरी फङ्सनहरू अलरेडी एभाइलेबल छ। त्यो काम हामी यो stdio.h भित्र भएको दुईवटा फङ्सनहरू होइन, जस्तो कि हामीसँग स्क्यानएफ भन्ने फङ्सन छ जसले हामीलाई किबोर्डबाट भ्यालु रिड गर्नको लागि हेल्प गर्छ। यो इनपुटको लागि इनपुट फङ्सन हामीलाई एउटा इनपुटको काम गर्ने गरीको लागि हामीलाई लाइब्रेरी फङ्सन स्क्यानएफ छ। यो फङ्सनले कसरी काम गर्छ त्यो कुरा हामीलाई थाहा भएको हुनुपर्छ है। त्यसै गरी अब रिजल्ट हामीले युजरलाई फेरि दिनु पर्यो। अब हाम्रो एउटा कन्सोल एप्लिकेसन भएको हुनाले किबोर्डबाट हामी इनपुट लिँदैछौँ भने स्क्रिनमा चाहिँ मोनिटर जुन हाम्रो डिस्प्ले त्यो कन्सोलको आउटपुट हुन्छ त्यसमा चाहिँ हामी के गर्छौँ आउटपुट पठाउँछौँ। अब हामीलाई आउटपुट पठाउनको लागि सी ल्याङ्ग्वेजमा स्ट्यान्डर्ड आउटपुट फङ्सन के छ त भन्दाखेरि प्रिन्टएफ छ हो। यो दुईवटा फङ्सनको बारेमा हामीले थाहा पायौँ भने अब हामीलाई यो इनपुट र आउटपुटको प्रब्लम सल्भ भयो है। अब कुरो रह्यो हामीले प्रोसेसिङको कुरो। अब जब हामी किबोर्डबाट केही कुरा रिड गर्दै हुन्छौँ त्यसलाई ल्याएर हाम्रो प्रोग्रामसम्म राख्नु पर्यो। हाम्रो प्रोग्राम भनेको सी ल्याङ्ग्वेजमा लेखिएको प्रोग्राम अथवा जुनसुकै हाई लेभल ल्याङ्ग्वेजमा लेखिएको प्रोग्राममा डाटा स्टोर हुनको लागि प्रोग्रामले युज गर्दै गरेको मेमोरीलाई अब प्रोग्रामरले आफ्नो डाटा स्टोर गर्न कसरी युज गर्न सकिन्छ भन्दाखेरि त्यसको लागि हामीलाई भेरिएबल चाहिन्छ है। यो भेरिएबल हाई लेभल ल्याङ्ग्वेजमा डाटा स्टोर गर्ने एकमात्र माध्यम भेरिएबल हो। एउटा रनिङ प्रोग्रामले डाटालाई भेरिएबलमा राख्न सक्छ। भनेपछि यो भेरिएबललाई हामीले हाम्रो मेमोरीको रूपमा बुझ्नु पर्यो है। अब सी ल्याङ्ग्वेजमा सबभन्दा पहिलो कुरो हामीले यो भेरिएबल कसरी क्रिएट गर्ने त्यो कुरा बुझौँ। हामीलाई विभिन्न डाटा टाइपहरू एभाइलेबल छ त्यसको लागि है। अब हामी डाटा टाइपसँग रिलेटेड त्यस्तो कुनै रिभिजन क्लासहरू गर्नु पऱ्यो भने यो उसमा हामी फर्क्यौँला। अहिलेको लागि हामीलाई यो दुईवटा नम्बर
जुन लेन्थ र ब्रेथ भनेको त यो त नम्बरको रूपमा आउँछ। हो, यो नम्बरलाई अब हामीले स्टोर गर्नु पर्यो भने हामीले त्यो न्युमेरिक टाइपको भेरिएबलहरू डिफाइन गर्नु पर्यो। अब यो लेन्थको भ्यालु कस्तो कस्तो भ्यालु हामी युज गर्छौँ त अब हैन, कुनै रेक्टेङ्गलको लेन्थ त्यो सेन्टिमिटरमा हुनसक्छ अथवा मिटरमा हुनसक्छ अथवा एमएममा पनि हुनसक्ला। त्यो भ्यालु कस्तो कस्तो भ्यालु आउँछ त, जस्तो कि इक्जाम्पलको लागि कुनै पनि हैन रेक्टेङ्गलको लेन्थ चाहिँ कति हुनसक्छ त भन्दा 7.5 मिटर हुनसक्छ अथवा त्यो सेन्टिमिटर हुनसक्छ अथवा यो के हुनसक्छ त 10 मिटर हुनसक्छ हैन। भनेपछि यो त फ्लोट भ्यालु फ्र्याक्सनल नम्बर पनि आउन सक्ने भयो अथवा इन्टिजर नम्बर पनि आउन सक्ने भयो। उज्जवल महतो केही भन्दै हुनुहुन्छ? हेलो, ओके, स्क्रिन सेयर थिएन भनेपछि अब देख्नुहुन्छ होला तपाईहरुले। ल सरी, अगाडि त्यो स्क्रिन सेयर भइरहेको रहेन रहेछ। ल अब हेर्नुहोस् है, अब हामीले हाम्रो लागि कस्तो खालको इनपुट चाहिन्छ भन्ने कुरा पनि डिटरमाइन गरिसक्यौँ कि हामीलाई अब यो रेक्टेङ्गलको लेन्थ र ब्रेथ भन्ने कुरा चाहिँ एउटा नम्बर आउने रहेछ। त्यो नम्बर पनि कस्तो हुने रहेछ त भन्दाखेरि फ्र्याक्सनल नम्बर पनि आउन सक्छ। अब हामीले इक्जामको लागि एज्युम गर्दाखेरि चाहिँ इक्जामको पोइन्ट अफ भ्यूबाट चाहिँ हामी इन्टिजर नम्बर मात्रै रिसिभ गर्ने भनेर हामी यहाँनिर इन्टिजर टाइपको भेरिएबल पनि डिफाइन गर्न सक्ने भयौँ हैन। अब हामीलाई फ्र्याक्सनल नम्बर डेसिमल नम्बरलाई पनि रिसिभ गर्नु छ भने हामीसँग हैन फ्लोट भन्ने डाटा टाइप छ। अब सी ल्याङ्ग्वेजमा हामीसँग फ्लोट, इन्ट हैन, डबल, लङ इन्टिजर यस्ता विभिन्न नम्बरभित्र पनि सब क्याटेगोरी छ क्या। नम्बर भन्ने बित्तिकै सी ल्याङ्ग्वेजमा सबै नम्बरहरूलाई एउटै तरिकाबाट बुझिँदैन है। त्यो भएर अब हामीले अहिलेको लागि सपोज मैले इन्ट भने यसले अब इन्टिजर नम्बर भनेको यसले होल नम्बरहरूलाई मात्रै रिसिभ गर्ने भयो। अब अहिलेको इक्जाम्पलमा हेर्ने हो भने हाम्रो लेन्थ अब कि त 7 हुने भयो कि त 8 हुनसक्छ, तर यसले के लिँदैन त 7.5 भनेर यो एक्सेप्ट गर्दैन, यो फ्र्याक्सनल नम्बर एक्सेप्ट गर्दैन। किन? हामीले यहाँनिर इन्टिजर डाटा टाइप युज गरिरहेका छौँ। हो, इन्ट युज गरियो भने यसले अब होल नम्बर मात्रै लिने भयो, यसले अब डेसिमल त्यो फ्र्याक्सनल पार्टलाई चाहिँ इग्नोर गर्छ। त्यो भएको हुनाले अब हाम्रो रिक्वायरमेन्ट के हो, अब हाम्रो एप्लिकेसनमा चाहिँ हामीलाई यसरी यो होल नम्बर मात्रै लिने हो, फ्र्याक्सनल नम्बर हामी कहिल्यै चाहिँदैन भने इट्स ओके हैन, हामी इन्टिजर डाटा टाइप युज गर्न सक्छौँ। तर होइन मलाई यस्तो फ्र्याक्सनल नम्बरलाई पनि एक्सेप्ट गर्नु छ भन्ने हो भने अब मैले यहाँ इन्ट युज गरेर भएन, यसको लागि चाहिँ मैले फ्लोट राख्नु पर्यो है। अब यसरी मलाई यो लेन्थ र ब्रेथ नाम गरेको दुईटा भेरिएबल मैले यहाँ डिफाइन गरिरहेको छु। यो भनेको चाहिँ टोटल्ली प्रोग्रामरले डिफाइन गरेको नाम हो यो है। यो मैले यहाँ लेन्थको सट्टामा मैले यहाँनिर यस्तो पनि गर्न सक्थेँ, फ्लोट एल कमा बी भनेर एकदमै छोटो नाम पनि दिन मिल्छ है। यो एल र बी पनि हाम्रो भेरिएबलको रूपमा रहन सक्छ। अनि यो तर यो एल र बी भन्दै गर्दा यो अलिक डिस्क्रिप्टिभ भएन, यसले अलिक मिनिङ दिएन भनेर हामी अलिकता लेन्दी टाइपको नामहरू पनि युज गर्न मिल्छ, लेन्थ ब्रेथ। तर जहिले पनि यो याद गर्नु पर्यो, हामीले भेरिएबलको नाम दिँदाखेरि मिनिङफुल नाम दिनु पर्यो। त्यो नामबाटै यसको काम के हुन्छ भन्ने कुरा बुझ्नलाई सजिलो होस् भन्नको लागि। त्यो कम्प्युटरको लागि त्यसले केही फरक पार्दैन। ह्युमन रिडरले जसले हाम्रो प्रोग्रामलाई रिड गर्छ उसले चाहिँ अब यसरी लेन्थ ब्रेथ भन्यो भने यो अलिक लेन्थ भनेको अब यो हाम्रो प्रब्लमै के छ त, पेरिमिटर रेक्टेङ्गलको पेरिमिटर क्यालकुलेट गर्ने प्रब्लम हो भनेपछि लेन्थले रेक्टेङ्गलको लेन्थलाई बुझाउँछ भन्ने कुरा मिनिङ हो। लेन्थ भनेर लेख्दैमा फेरि यसले लेन्थको भ्यालु नै रिड गर्ने भन्ने कुरा होइन। यो चाहिँ टोटल्ली प्रोग्रामर डिफाइन भएको हुनाले प्रोग्रामरले यसलाई जे प्रयोजनको लागि पनि युज गर्न सक्छ। तर हामीले त्यसको प्रयोजन अनुसारको नाम दियौँ भने कन्फ्युजन हुँदैन। नाम चाहिँ लेन्थ दियो तर एरिया स्टोर गर्नलाई यो कुर्सीलाई यो भेरिएबललाई युज गरियो भने यसले मिसलिडिङ टाइपको हैन काम मिसलिडिङ हुने भयो। त्यो नाम छ लेन्थ, अब त्यसमा स्टोर गरियो अरू नै चिज भने त्यसले ह्युमन रिडरलाई चाहिँ के गर्छ त कन्फ्युज गराउँछ। त्यो भएर हामीले जहिले पनि भेरिएबलको नाम दिँदाखेरि त्यसले जे काम गर्ने हो त्यो कामसँग रिलेटेड त्यो कामलाई रिफ्लेक्ट गर्ने गरीको नाम दियौँ भने हामी आफैलाई सजिलो हुने है।
भनेपछि अब हामीले यो लेन्थ र ब्रेड्थ दुईटा भेरिएबल डिफाइन गरेपछि अब हामी युजरले किबोर्डबाट पठाएको दुईटा भ्यालुलाई हाम्रो प्रोग्राममा ल्याएर राख्न सक्छौँ। त्यो काम हामी कसरी गर्छौँ त? इनपुट फङ्सनको सहायताले, यो स्क्यानएफ भन्ने फङ्सनको सहायताले अब हामी त्यो काम गर्न सक्छौँ। जस्तो कि म अहिलेलाई दुईटा नम्बर मैले रिड गर्नु पर्यो भने म स्क्यानएफ गर्छु, %f फ्लोट टाइपको दुईटा नम्बर मैले एकैचोटिमा रिड गर्नु पर्यो भने यो एउटै स्क्यानएफको सहायताले मैले मल्टिपल नम्बर डाटाहरूलाई रिड गर्न मिल्छ। अहिलेको लागि मैले दुईटा फ्लोट भ्यालु रिड गर्नु छ, एउटा लेन्थ अर्को ब्रेड। भनेपछि अब म के गर्छु त, यो फर्मेट स्ट्रिङ भन्छ, यो स्क्यानएफ कसरी लेख्ने त्यो पनि बुझ्नु आवश्यक हुन्छ। यो स्क्यानएफ भन्ने हाम्रो लाइब्रेरी फङ्सन हो। यसको डिफिनिसन चाहिँ हाम्रो सी को लाइब्रेरीमा अलरेडी छ, डिफाइन भएर राखेको। त्यो चाहिँ हेडर फाइलको रूपमा डिस्ट्रिब्युट भएको हुन्छ, जसको नाम चाहिँ STDIO स्ट्यान्डर्ड इनपुट आउटपुट .h भन्ने हेडर फाइल। यो हेडर फाइललाई हामीले अब यो स्क्यानएफले कसरी काम गर्छ भन्ने कुराको डिटेल डिफिनिसन यो अलरेडी प्रिडिफाइन्ड रूपमा हामीलाई एभाइलेबल छ। त्यसलाई हाम्रो प्रोग्राममा हामीले युज गर्नु छ भने यसरी हामीले माथिपट्टि इन्क्लुड stdio.h भनेर यो हेडर फाइल हामीले हाम्रो प्रोग्राममा इन्क्लुड गर्दैछौँ भनेको मतलब यो इम्पोर्ट भइरहेको छ हाम्रो लाइब्रेरीको हेडर फाइल। अब यो हेडर फाइलभित्र जे डिफाइन भएको छ त्यो चाहिँ हाम्रो प्रोग्रामको पार्टको रूपमा हामीले लेखेकै प्रोग्राम जस्तै हुने भयो, तर त्यो हामीले लेखिराख्नु परेन, मात्र यसलाई लिङ्क गराउँदा पुग्यो। स्क्यानएफले के गर्यो त, अब हाम्रो दुईटा नम्बरहरू रिड गर्नु छ भनेपछि यो स्क्यानएफ यस्तो तरिकाले डिजाइन भएको छ कि यसको सुरुमा यो जस्तो कि स्क्यानएफ लेख्ने, त्यसपछि यो स्मल यो ब्राकेट प्यारेन्थेसिस भन्छ यहाँबाट सुरु भएको छ, दुईटा डबल कोटको बिचमा हामीले यहाँनिर केही %f भनेर लेखेको छ। यसलाई हामी फर्मेट स्ट्रिङ भन्छौँ। यो भनेको चाहिँ हामीले कम्पाइलरलाई यो इन्स्ट्रक्ट गर्दैछौँ कि हामी फ्लोट डाटाको फर्मेटमा डाटा रिड गर्न खोज्दैछौँ। किबोर्डबाट जे आउँछ त्यो चाहिँ एउटा फ्लोट भ्यालु, फ्लोट नम्बरको रूपमा आउनुपर्छ भन्दैछौँ। र त्यो आएको नम्बर चाहिँ कहाँ बस्ने भनेर अब यहाँ पछाडि हामी भेरिएबलहरू जुन भर्खर हामीले डिफाइन गरेको लेन्थ नाम गरेको एउटा भेरिएबल र अर्को चाहिँ हाम्रो के छ त ब्रेड्थ नाम गरेको भेरिएबल, यो दुईटा भेरिएबलमा हामी डाटा रिड गर्न खोज्दैछौँ। भनेपछि अब हामीले यो स्क्यानएफ यस्तो तरिकाले डिजाइन गऱ्यौँ कि यसले अब हामीले किबोर्डबाट पठाएको दुईटा नम्बर रिड गरेर हामीले डिफाइन गरेको हाम्रो यो फङ्सनभित्रको हाम्रो प्रोग्रामभित्रको दुईटा भेरिएबलमा आएर त्यो बस्छ। यो काम अटोमेटिक हुन्छ, यो स्क्यानएफले यो काम गर्छ है। अब म यो टेस्ट गर्नको लागि म अहिलेलाई अब त्यो जे आयो त्यसैलाई म के गर्दैछु त प्रिन्ट गरेर देखाउँदैछु है। अहिलेको लागि म %f भनेर लेन्थमा के भ्यालु आयो त्यो कुरा म प्रिन्ट गरेर देखाउन खोज्दैछु। र यसलाई म एउटा यो अन्तिममा यहाँ गेज भन्ने अर्को यो लाइब्रेरी फङ्सन जसको डिफिनिसन चाहिँ यो conio.h भित्र छ, यसलाई म अहिले रन गरेर हेर्छु है। मेरो कम्पाइलर अब तपाईँहरूले अब अरू कुनै कम्पाइलर होइन VS कोडमा अथवा डेभ C++ को कुनै कम्पाइलर युज गरिराख्नु भएको छ भने, आइडी युज गरिराख्नु भएको छ भने त्यसमा कम्पाइल गर्ने तरिका भिन्दै हुनसक्छ। यसमा मैले यसले अब यो मेरो आउटपुट स्क्रिन आइरहेको छ। यो आउटपुट स्क्रिन टोटल्ली ब्ल्याक स्क्रिन छ, त्यहाँ माथिपट्टि एउटा ब्लिङ्किङ क्यारेक्टर है त्यो ब्लिङ्क भइरहेको छ, अरू केही पनि छैन। यसको मतलब यो के हो भन्ने कुरो म अहिले बुझाउँछु। अहिलेलाई यो मेरो प्रोग्राम अहिले रनिङ स्टेटमा भनेको मेरो प्रोग्राम अहिले एक्जिक्युट भइरहेको छ। यो मेरो प्रोग्रामले चाहिँ मसँग केही कुरा वेट गरिरहेको छ। अब मलाई अहिले थाहा छ, मैले अघि भर्खर त्यहाँ स्क्यानएफ भन्ने एउटा लाइब्रेरी फङ्सन युज गरेको थिएँ, त्यो स्क्यानएफको कारणले गर्दा यो भइरहेको छ। यो प्रोग्रामले चाहिँ मसँग किबोर्डबाट केही इनपुट मागिरहेको छ, त्यो काम हाम्रो स्क्यानएफले गर्छ। अहिलेलाई मैले 12 अनि एउटा स्पेस दिएर मैले 10 भनेर दुईटा नम्बर मैले यहाँनिर त्यो दुईटा नम्बरलाई चाहिँ स्पेसले सेपरेट गरिरहेको छु। हामी यस्तो व्हाइट स्पेसले इनपुटलाई सेपरेट गर्नुपर्छ, स्पेस थिचे पनि भयो, ट्याब थिचे पनि भयो, इन्टर की थिचे पनि भयो, तर त्यसलाई कमा अथवा अरू कुनै सेपरेटरले सेपरेट गर्न मिल्दैन है। अब मैले यसलाई इन्टर हाने र मेरो आउटपुटमा चाहिँ के आयो त भन्दाखेरि 12.000 पोइन्टभन्दा पछाडि 6वटा 0 आइरहेको छ। यो कसरी भयो त भन्दाखेरि मेरो यो स्क्यानएफ रन गर्ने बित्तिकै के भयो त, यो स्क्यानएफले हाम्रो प्रोग्रामलाई हल्ट रोक्यो है। अब यो किन रोक्यो त भन्दाखेरि यसले यो स्क्यानएफ यस्तो तरिकाले यो इन्टरनली यो स्क्यानएफ फङ्सनै यस्तो तरिकाले डिजाइन गरिएको छ कि जब यो हाम्रो प्रोग्राममा आउँछ त्यसपछि यसले के गर्छ त हाम्रो प्रोग्राममा इनपुटको लागि यसले वेट गर्छ, प्रोग्रामको एक्जिक्युसनलाई नै यसले सस्पेन्ड गर्छ। जबसम्म यसले भनेअनुसारको इनपुट आउँदैन त्यस बेलासम्म यसले हाम्रो प्रोग्रामको एक्जिक्युसनलाई अगाडि बढ्न दिँदैन। त्यही भएर अघिसम्म हामीले यसरी रन गर्ने बित्तिकै यो स्क्रिन होइन वेटिङमा थियो। अब यसमा मैले अब केही नहानिकन इन्टर मात्रै हान्यो भने यसले मलाई छोड्नेवाला छैन हो। म अब 9 र 1 दुईटा नम्बर हालेँ, यसले मलाई फेरि 9 रिटर्न गर्यो।
है। यो पुरानो जुन अघिको आउटपुटको यो 12 जुन माथिको स्क्रिनमा थियो माथिपट्टि त्यो चाहिँ पुरानो आउटपुट हो। अब यति गरेपछि हाम्रो प्रोग्राम कम्प्लिट भएपछि मैले जे टाइप गर्दैछु त्यो चाहिँ दुईटा नम्बर टाइप गरेको थिएँ, त्यो मध्ये पहिलो नम्बर यो पहिलो भेरिएबल लेन्थमा गएर कपी भएको छ, आयो किबोर्डबाट यहाँ कपी भयो मेमोरीसम्म। मेमोरी भनेको हाम्रो लागि भेरिएबल हो। हाई लेभल ल्याङ्ग्वेजमा प्रोग्रामरले सिधै मेमोरी एक्सेस गर्न मिल्दैन। त्यो मेमोरी एक्सेस गर्ने उपाय के हो त भन्दा हामीले भेरिएबल क्रिएट गर्नुपर्छ। यसरी हामीले दुईटा भेरिएबल बनाएको छौँ र त्यो दुईटा भेरिएबल अब हामीले हैन अब हामी रियल लाइफमा चाहिँ एउटा कुर्सीसँग कम्पेयर गर्न सक्छौँ है। अब मैले किन यहाँ दुईटा भेरिएबल डिफाइन गरेँ त भन्दाखेरि मलाई किबोर्डबाट दुईटा नम्बर रिड गर्नु छ, त्यही भएर मलाई यहाँ दुईटा भेरिएबल चाहियो। यदि मैले मेरो घरमा कुनै फङ्सनमा मैले दुईजना गेस्टलाई बोलाएको छु भने म दुईजना गेस्टको लागि स्पेसल तरिकाको दुईटा कुर्सी तयार पारेर राख्छु। 5 जना गेस्ट बोलाउनु छ भने त्यो त अगाडि नै प्लान हुन्छ, 5 वटा कुर्सी म तयार गर्छु। जतिजना गेस्टलाई हामी इन्भाइट गर्छौँ त्यही अनुसारको हामी कुर्सी तयार पार्छौँ। सेम त्यही तरिकाले मेरो प्रोग्रामभित्र जतिवटा डाटासँग काम गर्नु छ मलाई त्यतिवटा भेरिएबल चाहियो। अहिलेको लागि मैले किबोर्डबाट दुईटा नम्बर सप्लाई गर्छु। किन भन्दा मेरो प्रब्लमै के हो त पेरिमिटर क्याल्कुलेट गर्ने रेक्टेङ्गलको। अब त्यसको लागि के चाहिँदो रहेछ त, अब हामीले अघि म्याथमेटिकल्ली बुझिसक्यौँ लेन्थ र ब्रेथ बिना त पेरिमिटर क्याल्कुलेट हुँदैन रेक्टेङ्गलको। अब त्यसो भएको हुनाले मलाई लेन्थ पनि चाहिन्छ ब्रेथ पनि चाहिन्छ। त्यो दुईटा चिजलाई स्टोर गर्नको लागि मैले दुईटा कुर्सी लेन्थ र ब्रेथ नाम गरेको दुईटा भेरिएबल डिफाइन गरेँ र त्यो दुईटा भेरिएबलमा यो स्क्यानएफको सहायताले किबोर्डबाट युजरले दिएको डाटालाई प्रोग्रामसम्म ल्यायो। अब प्रोग्रामसम्म आइपुगे पछाडि त अब मलाई केही प्रब्लम छैन पेरिमिटर क्याल्कुलेट गर्न। मैले किन भन्दा पेरिमिटरको फर्मुला 2 × 2 त मैले सिधै लेख्न पाएँ। यो कहीँ युजरलाई कतिले मल्टिप्लाई गर्ने सोधिराख्नु परेन। लेन्थ र ब्रेथको भ्यालु युजरले सप्लाई गरेको भ्यालुलाई युज गर्न पाइयो भनेपछि अब मलाई पेरिमिटर क्याल्कुलेट गर्नु छ भनेपछि अब त्यो क्याल्कुलेट गर्ने फर्मुला के रहेछ त पेरिमिटर इज इक्वल टु 2 × इन्टु भनेको यसरी मल्टिप्लाई भयो लेन्थ प्लस ब्रेथ 2 × L + B। तर यो पेरिमिटर अब यो के गरेको त भन्दाखेरि हामीले यो फर्मुला लगाएर यो भेरिएबलमा भएको दुईटा भ्यालुलाई जोड्ने लेन्थ र ब्रेथलाई र 2 ले मल्टिप्लाई गर्ने र यो रिजल्ट जे आउँछ त्यो रिजल्टलाई चाहिँ अब म पेरिमिटर नाम गरेको अर्को कुर्सीमा राख्न खोज्दैछु। तर यो कुर्सी त मैले अहिलेसम्म डिफाइन गरेको छैन हो, त्यो डिफाइन गर्नु पर्यो भनेपछि मलाई अब त्यो रिजल्टलाई लेन्थ र ब्रेथ स्टोर गर्ने पनि छुट्टै स्टोर चाहियो, छुट्टै मेमोरी चाहियो र त्यो दुईटालाई क्याल्कुलेट गरेपछि अर्को डाटा जेनेरेट भयो नि त। त्यो दुईटाको क्याल्कुलेसन यो फर्मुला सेट गरेर हामीले जुन क्याल्कुलेसन गर्दैछौँ त्यस पछाडि त के भयो त नयाँ अर्को भ्यालु आयो। त्यो भ्यालुलाई पनि यदि हामी मेमोरीमै कति राख्न चाहन्छौँ भने त्यसको लागि पनि एउटा कुर्सी चाहियो। त्यो भनेको हामीसँग पेरिमिटर नाम गरेको एउटा भेरिएबल चाहियो। त्यो भेरिएबल म अर्को लाइनमा पनि यसरी डिफाइन गर्न मिल्यो है। सीमा हामीले के गर्नुपर्छ त यो कुरा ध्यान दिनु पर्यो। यसरी भेरिएबलहरू डिफाइन गर्दा सी ल्याङ्ग्वेजको यो रिक्वायरमेन्ट हो कि हरेक भेरिएबलहरू कुनै पनि जस्तो कि अहिले हामी मेन फङ्सनभित्र छौँ भेरिएबलको डिक्लेरेसन चाहिँ सुरुमै हुनुपर्छ। भेरिएबलको डिक्लेरेसनभन्दा अगाडि केही पनि आउन पाउँदैन। यो कमेन्टहरू त आउन पायो, अहिले हामीले यो कमेन्ट सेक्सन हो। जस्तो कि यो दुईटा स्ल्यास भनेको चाहिँ यो सिङ्गल लाइन कमेन्ट हो। यो सीको कमेन्ट तपाईँहरूले बुझ्नुहुन्छ यो बेसिक कुराहरूमा। भनेपछि डिक्लेरेसन चाहिँ सबभन्दा सुरुमा आउनु पर्यो अनि मात्रै अरू कोडहरू आउन सक्छ। त्यही भएर अब हामीले यो डिक्लेरेसनलाई एकै लाइनमा पनि कम्प्लिट गर्न सक्छौँ। जस्तो कि अहिलेको लागि मैले यसो पनि गर्न पाउँथेँ, 3टा भेरिएबल पनि एकै ठाउँमा डिफाइन गर्न पनि पाइन्थ्यो। अघि जस्तो होइन म यसलाई छुट्टै राख्छु भन्न पनि पाइयो। सिमिलर टाइपको डाटा टाइप छ भने त एउटै लाइनमा पनि गर्न मिल्यो। सपोज मैले यहाँनिर चाहिँ फ्लोट अर्कोमा इन्टेजर गर्नु पऱ्यो भने त्यो त नेक्स्ट लाइनमा जानै पर्यो। अहिलेको लागि चाहिँ यो अप्सनल भयो। दुईटा लाइनमा ब्रेक गरे पनि एउटै लाइनमा गरे पनि यो डिक्लेरेसनको सेक्सन चाहिँ सबभन्दा सुरुमा हुनुपर्छ। डिक्लेरेसनको सेक्सन भन्ने बित्तिकै एक वा एकभन्दा बढी लाइनमा डिक्लेरेसन एक्सटेन्ड हुन सक्छ। त्यस पछाडि अब हामीले अरू नर्मल कोडहरू यसरी लेख्न पाइयो। अब यति गरेपछि मलाई यो पेरिमिटरको भ्यालु त अब क्याल्कुलेट भएर यो त मेमोरीमा बसेको छ। यो मेमोरीमा भएको कुरालाई मलाई युजरलाई पनि दिनु छ भनेपछि पेरिमिटर भनेर मैले यहाँ राखेँ। अब यो पेरिमिटरको भ्यालु मात्र डिस्प्ले गर्नु छ भने अब यसलाई फेरि म एकपल्ट रन गर्दैछु। म अब लेन्थ 10 हाल्दैछु, ब्रेथ चाहिँ 5 हाल्दैछु है। 10 र 5 इनपुट दिएँ भनेको 10 गर लेन्थ भन्ने भेरिएबलमा बस्ने भयो, 5 गर चाहिँ ब्रेथ भन्ने भेरिएबलमा गएर बस्ने भयो। अब यसलाई मैले इन्टर हानेपछि आउटपुट आयो 30। 10 + 5 15 × 2 30। यो हाम्रो 30 चाहिँ के हो त हाम्रो पेरिमिटरको भ्यालु हो है।
तर यहाँनिर अब हाम्रो प्रोग्रामले अलिकता यो के भयो त यो त्यति धेरै युजर फ्रेन्डली भएन। किन भन्दाखेरि हाम्रो पुरानो आउटपुट पनि जस्तै मैले फेरि यहाँ रन गरेर हेर्दैछु यो पुरानो आउटपुट पनि यहाँ देखिरहेको छ हो। मलाई त्यो पुरानो आउटपुट चाहिएन भने म यो पुरानो आउटपुटलाई हटाउनको लागि सुरुमै म एउटा CLR SCR भन्ने एउटा लाइब्रेरी फङ्सन छ। यो चाहिँ टर्बो C++ को कम्पाइलरमा मात्रै चल्छ यो CLR SCR। अरू आइडी चलाउनेहरूले चाहिँ अरू कुनै टेक्निक लगाएर त्यसलाई सल्भ गर्नुपर्ने हुन्छ। यो CLR SCR यो नन स्ट्यान्डर्ड फङ्सन भएको लाइब्रेरीको फङ्सन भएको हुनाले यो सबै आइडीहरूमा सबै कम्पाइलरहरूले यसलाई सपोर्ट गर्दैन। यो CLR SCR ले चाहिँ के गर्छ भन्दाखेरि प्रिभियस रनको आउटपुटलाई यसले क्लियर गरिदिन्छ। जस्तो कि यहाँ हेरौँ अब मैले रन गर्दै गर्दा अहिलेको कुनै पनि आउटपुट आएन। यसले चाहिँ के गर्दियो त मेरो यो आउटपुट विन्डोलाई एकपल्ट इरेज गरिदियो र अब फ्रेस स्क्रिनमा नयाँ आउटपुट आउँदैछ। अब मैले यहाँनिर के गर्दैछु त 20 र 3 दुईटा नम्बर मैले सप्लाई गरेँ, आयो रिजल्ट 46 हो। मैले इन्टर हाने मेरो प्रोग्राम कम्प्लिट भयो। यो CLR SCR ले चाहिँ प्रिभियसली जेनेरेट भएको आउटपुट विन्डोमा भएको कुनै पनि टेक्स्टहरूलाई इरेज गरेर फ्रेस आउटपुट विन्डोमा हाम्रो अब आउने आउटपुट त्यसरी पठाउँछ। तर अब मैले यहाँ रन गर्दै गर्दा के छ त भन्दा यो बिल्कुल केही पनि छैन, यहाँ आउटपुटमा केही आएको छैन, सिम्पली त्यो एउटा ब्लिङ्किङ क्यारेक्टर बाहेक अरू केही छैन। यसले अब के गर्यो त अब अहिले पो यो मैले लेखेको कोड हो, मलाई थाहा छ कि यो प्रोग्रामले मलाई दुईटा नम्बर लेन्थ र ब्रेड्थ माग्दैछ भन्ने कुरो मलाई पो थाहा छ त। तर एउटा नयाँ युजरले मेरो एप्लिकेसन चलायो भने अब उसले के गर्नुपर्ने हो, सिस्टमले केही प्रोसेसिङ गर्दैछ त्यसलाई वेट गर्नुपर्ने हो कि उसले आफ्नो आइडी पासवर्ड हाल्नुपर्ने हो कि या त हैन के गर्नुपर्ने, उसलाई टोटल्ली कन्फ्युजन भयो हो। त्यस्तो नहोस् भन्नको लागि चाहिँ हामीले युजरलाई अलिकता इन्टरेक्टिभ तरिकाले प्रोग्राम लेख्नुपर्ने हुन्छ। त्यसको लागि के गर्नु पर्यो भन्दाखेरि सिधै यो स्क्यानफ लेख्नुभन्दा अगाडि एक लाइनको केही प्रम्प्ट मेसेज युजरलाई हामीले के गर्न सक्छौँ त छोड्न सक्छौँ। त्यो भनेको के हो त भन्दाखेरि इन्टर लेन्थ एन्ड ब्रेड्थ भनेर मैले यो एउटा टेक्स्ट मेसेज चाहिँ प्रिन्टएफको सहायताले प्रिन्ट लेखेँ भने अब के हुन्छ त अब सुरुमा त्यो स्क्यानरमा पुग्नुभन्दा अगाडि प्रिन्टएफले काम गर्छ। त्यो भएको हुनाले मेसेज स्क्रिनमा देखिसक्यो। इन्टर लेन्थ एन्ड ब्रेड्थ त्यो चाहिँ हाम्रो प्रिन्टएफको कारणले गर्दा आयो। त्यस पछाडि अब के भइरहेको छ त सिस्टमले हामीलाई वेट गरिरहेको छ। अब यो मेसेज पढेपछि त जसले एउटा बिगिनर युजरले पनि थाहा पाउने भयो कि हामीले इनपुटको रूपमा लेन्थ र ब्रेड्थ हाल्नुपर्ने रहेछ भनेपछि अब म के गर्दैछु त 7 फलोड बाई 5 हो। अब यति गरेपछि 7 र 5 इनपुट भयो। अब रिजल्टले डाइरेक्ट के भनेको त 24 भन। तर यो 24 के हो त, अब यो एरिया हो कि पेरिमिटर हो कि या अरू कुनै चिज हो त्यो कुरा पनि अझै क्लियर भएन हो। त्यो कुरालाई पनि अझै क्लियर गर्नको लागि म यहाँ के लेख्छु त पेरिमिटर अफ रेक्टेङ्गल भनेर अब मैले यति गरेँ भने अब मेरो आउटपुट कस्तो आउँछ हेरौँ। लेन्थ बन्यो मैले 12 हालेँ, अब ब्रेड्थ पनि 12 हालेँ हो। पेरिमिटर अफ रेक्टेङ्गल भनेर 48 आयो भनेपछि यो अघिको भन्दा अहिले अलिक धेरै इन्टरेक्टिभ भयो प्रोग्राम हो। युजरलाई चलाउन पनि सजिलो भयो, रिजल्ट बुझ्नलाई पनि सजिलो भयो। यसरी हामीले एउटा रेक्टेङ्गलको लेन्थ र ब्रेड्थ क्याल्कुलेट गर्ने कुरा एउटा मेन फङ्सनभित्र रहेर काम गर्न सकियो यसरी। तर अब म यो कुरालाई चाहिँ अलिकता मोडुलर एप्रोचमा जान्छु हो। जस्तै कि मलाई अब यो क्वेसन अलिकता के भयो त मोडिफाई भयो। अब यसमा के भयो त भन्दाखेरि पेरिमिटर रेक्टेङ्गलको पनि मैले क्याल्कुलेट गर्न सक्नु पर्यो, त्यसै गरी अब स्क्वायरको पनि क्याल्कुलेट गर्न सक्नु पर्यो। अब के डिफ्रेन्स हुन्छ त रेक्टेङ्गल र स्क्वायरको केसमा के डिफ्रेन्ट हुन्छ, फर्मुला डिफ्रेन्ट हुन्छ त्यति मात्रै हो। फर्मुला अब रेक्टेङ्गलको लागि फर्मुला के भयो त 2 × l + b। अब स्क्वायरको केसमा के हुन्छ त पेरिमिटरको फर्मुला 4l हुन्छ, 4 × l 4l हुन्छ। अब यो कुरालाई म अब अलिकता मोडुलर एप्रोचबाट कसरी सल्भ गर्दाखेरि हाम्रो कोड अब हैन छोटो हुन्छ भन्ने कुराको इक्जाम्पल पनि त्यसबाट बुझिन्छ र फङ्सनको रूपमा कसरी यसलाई डिफाइन गर्न सकिन्छ त्यो पार्टमा हामी जाँदैछौँ। अहिले हामीले सबै कुरा यो मेन फङ्सन भित्रै लेख्यौँ। यस्तो कोड चाहिँ यो मोनोलाइथिक कोड भयो भनेको सबै प्रोग्राम एउटै युनिटको रूपमा रह्यो। यो टाइपको प्रोग्राम आउटपुट त आयो हाम्रो, तर यसमा एउटा प्रब्लम के हुन्छ भन्दाखेरि कोडको रियुजेबिलिटी है। हामीलाई किन मोडुलर प्रोग्रामिङ चाहिन्छ
मोडुलर प्रोग्रामिङको मेन अब्जेक्टिभ भनेको चाहिँ कोड रियुजेबल होस्, मेन्टेनेबल होस्। दुईटा एप्रोच छ है मोडुलर बनाउनुको। रियुजेबल भनेको हामीले लेखेको कोड बारम्बार युज गर्न मिल्नु पर्यो, र मेन्टेनेबल भनेको एक ठाउँमा गरेको चेन्जेसले त्यो पार्टलाई मात्रै असर परोस् हैन, बाहिर अरू कोडहरुमा त्यसको डिपेन्डेन्सी कम होस्। हो त्यो प्रयोजनको लागि हामीलाई मोडुलर प्रोग्रामिङ चाहिन्छ। अब मोडुलर प्रोग्रामिङले के भन्छ भन्दाखेरि हरेक कोडहरु चाहिँ एउटै फंक्सनभित्र लेख्नु भएन, बरु त्यसको कामको नेचरको आधारमा त्यसलाई मोडुलहरुमा सेपरेट गर्नुपर्छ। भनेको कामलाई अब ब्रेक डाउन गरेर सानो युनिटहरुमा डिभाइड गर्ने र हरेक युनिटले एउटा सिंगल काम गर्ने। अब त्यो आधारमा हेर्ने हो भने हाम्रो यो मेन फंक्सन भनेको त ड्राइभर प्रोग्राम मात्रै हो। यसले त हाम्रो प्रोग्रामलाई इनिशिएट गर्ने काम मात्रै गर्छ। बाँकी काम भनेको अब हाम्रो काम के हो त भन्दा हामीलाई रेक्टेंगलको पेरिमिटर निकाल्नु छ अथवा स्क्वायरको पेरिमिटर क्याल्कुलेट गर्नु छ। त्यो क्याल्कुलेट गर्ने पार्ट चाहिँ हामीलाई सेपरेट चाहियो, सेपरेट मोडुलको रूपमा रहनु पर्यो। त्यसलाई त्यो मोडुल भनेको हाम्रो सी प्रोग्राममा फंक्सन हो है। त्यो फंक्सन कसरी डिजाइन गर्न सकिन्छ त्यो म एउटा इक्जाम्पल देखाउँदै छु। अब यो मोडुलर एप्रोचबाट फंक्सनको एप्रोचबाट जाने हो भने अब म एउटा फंक्सन डिजाइन गर्छु। त्यो फंक्सन चाहिँ कस्तो हुनु पर्यो भन्दाखेरि पेरिमिटर हो। कसको पेरिमिटर भन्दा रेक्टेंगलको हो। रेक्टेंगल भनेरै नाम दिए ल म अहिले। रेक्टेंगलको पेरिमिटर क्याल्कुलेट गर्ने गरेको मलाई एउटा छुट्टै फंक्सन चाहियो। अब फंक्सन कसरी डिजाइन गर्ने? फंक्सन डिजाइन गर्नको लागि हामीले फंक्सनको एउटा नाम दिनु पर्यो। मैले अहिलेको लागि रेक्टेंगल भनेर रेक्टेंगलको पेरिमिटर निकाल्नको लागि मैले रेक्टेंगल नाम गरेको फंक्सन डिजाइन गर्दैछु। फंक्सन डिजाइन गर्नको लागि त्यो फंक्सनको नाम जुराउनु पर्यो। त्यो नाम भनेको हामी आफैले दिने नाम हो। अहिलेको लागि मैले रेक्टेंगल भन्ने नाम दिएँ। त्यो भन्दा अगाडिपट्टि यहाँनिर हाम्रो फ्लोट भन्ने यो एउटा डाटा टाइप जस्तो यो डाटा टाइप हामीले यसलाई भन्छ रिटर्न भ्यालु, रिटर्न टाइप है। यो फंक्सनले यो रेक्टेंगल नाम गरेको फंक्सनले कस्तो भ्यालु चाहिँ रिटर्न गर्छ, रिटर्न कसलाई गर्छ? जसले यो फंक्सनलाई कल गर्छ उसलाई। त्यसलाई हामीले अघि भनिसकेको छ फंक्सनलाई हामीले एउटा मेसिनको रूपमा कम्पेयर गर्ने। यो पनि एउटा छुट्टै मेसिन भयो क्या। मेसिनले के गर्छ? केही काम गर्छ, केही प्रोसेसिङ गर्छ। त्यो प्रोसेसिङ गर्नलाई यसलाई केही इनपुट चाहिन्छ र यसले हामीलाई केही रिजल्ट दिन्छ हो। यो मेसिनले कस्तो रिजल्ट दिन्छ भन्ने कुरा हामी यो रिटर्न टाइपबाट डिफाइन गर्छौँ। फ्लोट भनेको यसले हामीलाई एउटा फ्लोट टाइपको एउटा नम्बर दिने रहेछ। अब यसलाई इनपुट दिने कुरो चाहिँ हामी यो प्यारेन्थेसिस भित्र त फंक्सनको नाम भन्दा पछाडि यो फंक्सन हो भनेर इन्डिकेट गर्नको लागि हामीले के गर्छौँ त यो दुईटा प्यारेन्थेसिस युज गर्छौँ, स्मल ब्राकेट है। प्रोग्रामिङमा यसलाई प्यारेन्थेसिस भन्छ। यो दुईटा प्यारेन्थेसिसको बीचमा अब हामीले यो फंक्सनलाई के इनपुट दिनुपर्ने त्यो कुरा चाहिँ हामी यहाँ राख्छौँ। अब हामीलाई रेक्टेंगलको पेरिमिटर क्याल्कुलेट गर्न हामीलाई के चाहिन्छ त एउटा लेन्थ चाहिन्छ, अर्को चाहिँ फ्लोट टाइपकै ब्रेड चाहिन्छ। भनेपछि के भयो त यो लेन्थ र ब्रेड दुईटा इनपुट हामीलाई चाहिने रहेछ। यो मेसिन अपरेट गर्नको लागि हामीले लेन्थ र ब्रेड दिनै पर्छ। अनि यसले हामीलाई के दिन्छ त पेरिमिटर दिन्छ जो के हो त फ्लोट टाइप के हो। त्यही भएर हामीले यहाँ यसको रिटर्न टाइपमा फ्लोट लेख्यौँ। अब यहाँनिर हुने क्याल्कुलेसन के हो त? अहिलेको फर्मुला ठ्याक्कै यो जे फर्मुला हामीले तल लेखेका छौँ त्यो कुरालाई अब हामी यहाँ सिफ्ट गरेको हो। खासमा यो हामी नयाँ काम गरिरहेका छैनौँ, नयाँ तरिकाले मात्रै गर्दैछौँ है। भनेपछि अब मलाई के चाहियो त लेन्थ र ब्रेडलाई जोडेर 2 ले मल्टिप्लाई गर्ने हो। हाम्रो फर्मुला त के हो त 2 इन्टु लेन्थ प्लस ब्रेड। अब यो लेन्थ पहिले जोडेर अनि मात्रै 2 ले मल्टिप्लाई गर्नुपर्ने भएकोले यसलाई त्यो प्यारेन्थेसिस भित्र राख्नु पर्यो यसको प्रायोरिटीलाई हाई गर्नको लागि। यति रिजल्ट चाहिँ हाम्रो फंक्सनले के गर्छ त रिटर्न गर्छ। भनेपछि यो कुरालाई अब हामी कतै स्टोर गर्न पनि सकियो या यसलाई हामी सिधै रिटर्न भ्यालुको रूपमा रिटर्न गर्न पाइयो। अहिलेको लागि हामीसँग यो काम एकदमै थोरै प्रोसेसिङ भएकोले जे क्याल्कुलेट हुन्छ त्यो क्याल्कुलेट भएको रिजल्टलाई नै हामी के गर्ने त रिटर्न भ्यालुको रूपमा यो फंक्सनले के रिटर्न गर्छ भन्ने कुरा चाहिँ यहाँ भित्र भएको यो रिटर्न स्टेटमेन्टमा भर पर्छ। जस्तो कि मैले यहाँनिर रिटर्न 2 इन्टु l प्लस b नगरेर मैले यहाँबाट के गरेको भए रिटर्न 10 भनेको भए यो फंक्सनले जहिले पनि यो 10 भ्यालु 10 रिटर्न गर्छ। तर अहिले त मलाई 10 रिटर्न गर्नु छैन। के रिटर्न गर्नु छ? युजरले दिएको लेन्थ र ब्रेडथको आधारमा त्यो रेक्टेंगलको पेरिमिटर रिटर्न गर्नु छ। पेरिमिटर क्याल्कुलेट गर्ने फर्मुला यो हो। यो फर्मुला यो एक्सप्रेसनले के गर्छ त हामीलाई चाहिएको भ्यालु क्याल्कुलेट गर्छ र त्यो क्याल्कुलेट भएर आएको रिजल्टलाई हामी के गर्छौँ त यो फंक्सनको रिटर्न भ्यालुको रूपमा
सेट गरेको छ, त्यति गरेको छ। अब यो भ्यालु चाहिँ कहाँबाट युज गर्ने भन्दा अब चाहिँ हामीले त्यसलाई चाहिँ अब हामी यहाँनिर यो कोड अब हामी यहाँबाट कल गर्दैछौँ। पेरिमिटर अफ रेक्टेङ्गल भनेर अब यहाँ पेरिमिटर हामीले यो त मेन फङ्सनभित्र क्यालकुलेट गरेको छैन, यसलाई हामीले कहाँ क्यालकुलेट गर्दैछौँ, यसलाई त हामीले सेपरेट फङ्सनमा लगेर क्यालकुलेट गरिरहेका छौँ। त्यसो भएको हुनाले अब हामी यहाँबाट त्यो फङ्सनलाई कल गर्नु पर्यो, किन त्यसले हामीलाई त्यो रिजल्ट दिन्छ। अघिसम्म त्यो मेसिन हामी आफैसँग थियो, अब हामी त्यो मेसिनलाई सेपरेट गऱ्यौँ, त्यो मेसिन सेपरेट आइटमको रूपमा आयो र त्यसलाई अब हामी यहाँबाट अपरेट गर्छौँ। त्यो भनेको अब हामी यहाँनिर रेक्टेङ्गल भनेर लेन्थ अनि ब्रेड दुईवटा भ्यालु यसरी यो फङ्सन कल यहाँबाट भइरहेको छ। प्रिन्टएफभित्रै हामीले फङ्सन कल गरिरहेका छौँ। पेरिमिटर अफ रेक्टेङ्गल भनेर यहाँनिर केही भ्यालु आउँदैछ। अघि त हाम्रो यहाँनिर साइडमा भेरिएबल लिस्टिङ गरेको थियो, यो ठाउँमा अघिसम्म हामीले भेरिएबल राखेको थियो, तर अब हामी के राख्दैछौँ त यहाँनिर एउटा फङ्सन कललाई राख्दैछौँ। यो फङ्सन कलले के गर्छ त भन्दा यहाँनिर अघि हामीले युजरबाट लिएको, अब हेरौँ है, हामीले यो फङ्सनको लागि चाहिने इनपुट चाहिँ मेन फङ्सनभित्रै लिएका छौँ। युजरबाट चाहिँ हामीले मेन फङ्सनभित्रै इनपुट लियौँ, त्यो क्यालकुलेसनलाई मात्रै हामीले सेपरेट गर्दैछौँ, जो चाहिँ यो रेक्टेङ्गल भन्ने फङ्सनभित्र भइरहेको छ। र त्यसले क्यालकुलेट गरेर फेरि रिजल्ट चाहिँ हामीलाई नै पठाउँछ र त्यो रिजल्टलाई फेरि हामीले मेन फङ्सनभित्रैबाट कन्ज्युम गरिरहेका छौँ। भनेपछि अब पनि हाम्रो रिजल्ट चाहिँ सेम आउँछ हो। लेन्थ 10 ब्रेड 5 30। यहाँ के आयो त रेक्टेङ्गल 2 × L + B नट अ नम्बर भनेर आयो। यसको कम्पाइलरको इस्यु हो यो। एकैछिन यसलाई म सेभ गर्छु। टेन 20 × 2 40 पेरिमिटर अफ रेक्टेङ्गल 40 भनेर यसरी आयो है। भनेपछि अब प्रब्लम त हामीले अघिकै सल्भ गरेको, तर के गरियो त भन्दाखेरि त्यो क्यालकुलेसन प्रोसेसिङको पार्टलाई चाहिँ हामीले के गर्यौँ सेपरेट मोडुलमा लगेर राख्यौँ। यसलाई भनिन्छ फङ्सन डिजाइन गरेको। अब यो फङ्सन विभिन्न तरिकाले डिजाइन गर्न मिल्छ। अहिले हामीले फलो गरेको एप्रोच भनेको चाहिँ हामीले फङ्सन डिजाइन गर्दा मोडुलर प्रोग्रामिङले हामीलाई सजेस्ट गरेको बेस्ट प्र्याक्टिस हामीले फलो गरेको। त्यो के हो त भन्दा मोडुलर प्रोग्रामिङले के भन्छ भन्दा हामीले फङ्सन डिजाइन गर्दा केही प्रिन्सिपलहरू फलो गर्नुपर्छ। जस्तो कि कुनै पनि फङ्सनलाई केही सर्टेन प्रिन्सिपल फलो गरियो भने त्यो फङ्सन बढीभन्दा बढी रियुजेबल हुन्छ अरे। जस्तो एउटा इक्जाम्पलको लागि त्यो फङ्सनभित्र इनपुट आउटपुटको कामहरू हुनु हुँदैन, मात्र प्रोसेसिङ हुनुपर्छ र त्यो फङ्सनले एउटा नेचरको एक खालको काम मात्रै गर्नुपर्छ। एउटै फङ्सनभित्र 3-4 खालको कामहरू मिक्स गरेर राखियो भने त्यो फङ्सन कम रियुजेबल हुन्छ। जस्तो कि अहिलेको हाम्रो इक्जाम्पलमा हामी यो पेरिमिटर क्यालकुलेट गर्ने गरेको एउटा फङ्सन डिजाइन गरेका छौँ, तर त्यो पेरिमिटरको लागि चाहिने लेन्थ र ब्रेड त हामी त्यो फङ्सनभित्र गएर यहीँभित्र गएर पनि त यो स्क्यानअफलाई हामीले स्क्यानअफ सहित यो सबै कुराहरूलाई उता सिफ्ट गर्न पनि मिल्थ्यो क्या, तर हामीले त्यो गरेको छैनौँ है। अब यसमा के हो त भन्दाखेरि हाम्रो यो कोडको कन्ज्युमर कोड भनेको यो मेन फङ्सन हाम्रो फङ्सनको कन्ज्युमर हो, किन भन्दा यसले यो फङ्सनलाई युज गरिरहेको छ। यसै गरी अब लामो प्रोग्राम ठुलो हुँदै जाँदा एउटा रियल लाइफमा हामीले लेख्ने सी प्रोग्राममा त धेरै फङ्सन 100औं फङ्सनहरू हुन सक्छन्। त्यस्तो बेलामा एउटै फङ्सन चाहिँ बारम्बार विभिन्न ठाउँबाट कल हुन सक्छ। त्यस्तो बेलामा यदि हामीले डिजाइन गरेको फङ्सन चाहिँ त्यो मोडुलर प्रोग्रामिङको प्रिन्सिपल
फलो गरिएको छैन भने त्यो कोड रियुजेबल नहुन सक्छ। एउटा पार्टबाट चाहिँ त्यसलाई युज गर्न मिल्यो, अर्को पार्टबाट त्यसलाई युज गर्न नमिल्ने हुनसक्छ। हो त्यसको लागि के गर्नु पर्यो त भन्दा हामीले त्यो सकभर त्यो फङ्सनभित्र इनपुट आउटपुट काम राख्नु भएन, जसलाई रियुज गर्नु छ है, इनपुट आउटपुट काम राख्नु भएन। त्यसै गरी त्यो फङ्सनले एउटा स्पेसिफिक काम मात्रै गर्नु पर्यो। जस्तै कि अहिले हाम्रो केसमा यसले पेरिमिटर क्याल्कुलेट गर्छ, पेरिमिटर पनि क्याल्कुलेट गर्ने, स्क्वायर पनि क्याल्कुलेट गर्ने, सबै काम त्यहीँ गर्ने गरी डिजाइन गर्नु भएन। स्क्वायर क्याल्कुलेट के अरे एरिया क्याल्कुलेट गर्नु छ भने अब हामीले अर्कै फङ्सन डिजाइन गर्नु पर्यो एरिया भनेर। पेरिमिटर क्याल्कुलेट गर्नु छ भने पेरिमिटर भनेर डिफाइन गर्नु पर्यो यसरी। त्यसो गरियो भने के हुन्छ त त्यो कोड बढीभन्दा बढी रियुजेबल हुन्छ। इनपुट आउटपुट त्यो फङ्सन जसलाई रियुजेबल बनाउनु छ त्योभन्दा बाहिर राख्ने जुन काम हामीले यहाँ गरिरहेका छौँ। अब के भयो त भन्दा यो कोड बढीभन्दा बढी रियुजेबल कसरी हुन्छ भन्ने कुराको एउटा सिम्पल इक्जाम्पलको लागि सपोज मलाई अब के चाहियो त रेक्टेङ्गलको होइन स्क्वायरको पेरिमिटर चाहिएको छ। अब म के गर्ने हो, म यता यो मेन फङ्सन चेन्ज गर्छु, यो रेक्टेङ्गल भन्ने फङ्सन चेन्ज नगरिकन पनि म त्यो काम गर्न सक्छु। जस्तो कि मलाई अब स्क्वायरको पेरिमिटर निकाल्नु छ भने त अब के चाहियो त 4 इन्टु यल लेन्थ मात्रै, किन लेन्थ र ब्रेथ बराबर हुन्छ स्क्वायरको केसमा। त्यसको लागि मैले इमिडिएटली के सोच्दछु त फ्लोट स्क्वायर भनेर म के गर्छु फ्लोट टाइपको एउटा साइडको भ्यालु मात्रै लिन्छु। अनि म के रिटर्न गर्छु, रिटर्न 4 इन्टु साइड, 4 साइडलाई 4 ले मल्टिप्लाई हैन, 4 साइडको लेन्थ नै के हो त लेन्थको सम स्क्वायरको पेरिमिटर हो भनेपछि म 4 इन्टु साइड भनेको 1 साइडको भ्यालु मात्रै भए पुग्यो। अब अहिले पो हामीसँग यो पेरिमिटर क्याल्कुलेट गर्ने एक लाइनको फर्मुला छ त। यही काम चाहिँ अलिक कम्प्लेक्स खालको प्रोसेसिङमा त 8-10 लाइन 20 लाइनसम्मको अथवा त्योभन्दा लामो पनि कोड हुनसक्छ। त्यस्तो बेलामा त यसरी अब एउटा पेरिमिटर क्याल्कुलेट गर्ने फङ्सन अलरेडी छ, फेरि सिमिलर नेचरकै प्रोसेसिङ गर्ने अर्को फङ्सन डिजाइन गर्नुपर्ने हुन्छ। त्यस्तो बेलामा अब के गर्ने त हो, त्यस्तो बेलामा हामीले अलरेडी भइरहेको कोडलाई रियुज गर्न सकिन्छ। जस्तो कि मैले यहाँ स्क्वायर भनेर भन्दै गर्दा म यहाँ के गर्न सक्छु त रेक्टेङ्गललाई कल गर्छु म यहाँबाट साइड कमा साइड, किन भन्दा स्क्वायरको त लेन्थ र ब्रेथको साइड बराबर हुन्छ। अब म यहाँ लेन्थको भ्यालु पनि सेम पठाउँछु, ब्रेथको भ्यालु पनि सेम पठाउँछु। अब यसो गरेँ भने म के गर्छु त यहाँबाट मेन फङ्सनमा चाहिँ अब म अलिकति चेन्ज गर्छु। यहाँ मलाई लेन्थ मात्रै चाहियो हो, पेरिमिटरको भ्यालु इन्टु यो पेरिमिटर भन्ने पनि चाहिएन, अब हामीले सिधै उतैबाट गरिरहेका छौँ। इन्टर हैन स्क्वायरको साइड इन्टर लेन्थ मात्रै भन्दा पुग्यो। अब त्यस पछाडि मैले यहाँनिर दुईवटा भ्यालु पनि रिड गर्नु परेन, एउटा मात्रै स्क्वायरको केसमा त मलाई एउटा साइडको मात्रै भ्यालु रिड गरे पुग्यो। अब पेरिमिटर अफ स्क्वायर भनेर म के गर्दैछु त स्क्वायरको अब यहाँबाट मैले त कसलाई कल गर्नु पर्यो, स्क्वायरलाई कल गर्नु पर्यो, स्क्वायर भन्ने फङ्सनलाई कल गर्छु, जहाँ म के गर्छु त लेन्थ मात्रै पठाउँछु। अब यसलाई मैले यति गरेर रन गरेपछि आउटपुट के आउँछ त इन्टर लेन्थ भनौँ मैले 12 हालेँ, पेरिमिटर अफ स्क्वायर 48 भनेर आयो हो। अब यसबाट के बुझ्नु पर्यो भने हामीले अघि जुन रेक्टेङ्गलको पेरिमिटर निकाल्नको लागि युज गरेको फङ्सन थियो त्यही फङ्सन अब अहिले पो हामीसँग यहाँ एक लाइनको कोड छ। सपोज इमेजिन गरौँ हाम्रो यो रेक्टेङ्गल भन्ने फङ्सन चाहिँ हैन 20 वटा लाइनमा भएको कोड एकदमै लामो प्रोसेसिङ गरेर क्याल्कुलेट गर्दा 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 आउनेवाला थियो भने अब के हुने भयो त स्क्वायरको लागि पनि लगभग त्यस्तै 15-20 लाइनको कोड चाहिन्थ्यो। अनि त्यतिखेर रेक्टेङ्गलमा पनि 15-20 लाइनको कोड, स्क्वायरको लागि पनि फेरि छुट्टै 15-20 लाइनको कोड युज गर्नुभन्दा हामी सिम्पली के गर्न सक्छौँ त स्क्वायर कल गर्नको लागि चाहिँ स्क्वायरले चाहिँ आफूभित्रबाट के गर त रेक्टेङ्गललाई कल गर्दियो। किन हामीले स्क्वायरभित्रबाट रेक्टेङ्गल कल गरिरहेका छौँ त यहीँनिरबाट पनि हामीले यसो गर्न पनि हुन्थ्यो नि त। रेक्टेङ्गल भनेर लेन्थ कमा लेन्थ भनेर सिधै डाइरेक्ट कल गर्दा के हुन्थ्यो त त्यो पनि मिल्थ्यो, तर यो युजरको लागि चाहिँ अलिक अनकमन भयो। स्क्वायरको पेरिमिटर निकाल्न रेक्टेङ्गल नामको फङ्सन कल गर्ने यो त अलिक नेचुरल भएन, काम त एउटै हो भनेपछि अब युजरले चाहिँ के चाहन्छ त भन्दा उसले स्क्वायर नाम गरेकै फङ्सन कल गरेर स्क्वायरको पेरिमिटर निकाल्न चाहन्छ भनेपछि उसले त यहाँबाट उसको नेचुरल वेमा
त्यो स्क्वायर भन्ने फङ्सनलाई कन्ज्युम गर्छ। तर इन्टरनल्ली चाहिँ अब स्क्वायरले चाहिँ आफूभित्र चाहिँ के गरिरहेको छ त रेक्टेङ्गललाई कल गरेको छ भनेपछि युजरलाई चाहिँ डाइरेक्टली रेक्टेङ्गल कल गर्नु नपर्ने स्थिति मात्रै निर्माण गरेको हो अहिले। भनेपछि अब यहाँ यदि यो रेक्टेङ्गल भन्ने फङ्सनभित्र हामीले यो लेन्थ र ब्रेडथको भ्यालु यहीँभित्र इनपुट लिएको भए अथवा यहीँनिर हामीले प्रिन्ट एफ गरेर आउटपुट देखाएको भए त्यो रेक्टेङ्गलको लागि त ठिक हुन्थ्यो। किन हामीले यहाँनिर यो भ्यालु रिटर्न गर्नुको सट्टामा यहीँनिर डिस्प्ले गर्न पनि मिल्थ्यो नि त। क्यालकुलेट गरेको कुरालाई पेरिमिटर अफ रेक्टेङ्गल इज दिस भनेर मेसेज त्यहीँनिर जेनेरेट गर्न मिल्थ्यो। तर हामीले त्यसो गरेका छैनौँ। के गर्यौँ हामीले त्यसको भ्यालु क्यालकुलेट गरेर त्यो कन्ज्युमरलाई नै पठायौँ हामीले। अनि स्क्वायरको पनि सेम त्यही गरेको छ। त्यसो गर्दा फाइदा के भयो त क्यालकुलेसन मात्रै यहाँ हुँदाखेरि अब यो कोडलाई यो रेक्टेङ्गल भन्ने फङ्सनलाई अघिको जस्तो हाम्रो मेन फङ्सनभित्रबाट जसलाई रेक्टेङ्गलको पेरिमिटर चाहिएको छ उसले पनि युज गर्न मिल्यो प्लस स्क्वायरको कोडले पनि त्यसलाई युज गर्न सक्यो। त्यो भएको हुनाले यो रेक्टेङ्गल भन्ने फङ्सन अहिलेको लागि हाम्रो दुई ठाउँबाट कन्ज्युम गर्न मिल्ने गरेको भनौँ भनेको यो कोड रियुजेबल भयो है। यसरी हामीले 3 लेयरमा फङ्सन कल भइरहेको छ। यो कुरा पनि बुझ्नु आवश्यक छ। मेन फङ्सनबाट हामीले स्क्वायरलाई कल गर्यौँ, स्क्वायरले इन्टरनल्ली रेक्टेङ्गललाई कल गरौँ। अनि भनेपछि यो प्रोग्राम रन हुँदै जाँदा कता कताबाट कुद्दै जान्छ यसको म ट्रेसिङ गरेर देखाउँदैछु। जस्तो कि हाम्रो स्टार्टिङ जहिले पनि सी को प्रोग्राम मेन फङ्सनबाट सुरु हुन्छ। त्यही भएर मैले यहाँनिर स्टार्ट गर्ने बित्तिकै हो मैले यहाँ स्टेप इन्टु गर्दैछु। मेन फङ्सनमा सुरु भयो। यसले यो डिक्लेरेसनको लाइनलाई स्केप गर्यो। यो नन एक्जिक्युटेबल कोड भएको हुनाले यसलाई कम्पाइलरले यसलाई सिम्पली के बुझ्यो भन्दा लेन्थ नाम गरेको हामीसँग भेरिएबल छ भन्ने कुरा बुझ्यो। त्यसपछि यो अगाडि बढ्यो। सिएलआर एससिआरले के गर्यो अघि भने जस्तो आउटपुट प्रिभियस आउटपुट केही छ भने त्यो आउटपुट स्क्रिनलाई इरेज गरिदियो। प्रिन्ट एफले त्यस पछाडि इन्टर लेन्थ भन्ने मेसेज जेनेरेट गरिसक्यो। यो आउटपुटमा आइसकेको छ है। यो यसलाई हामी यहाँबाट भेरिफाई गर्न सक्छौँ। विन्डोमा गएर आउटपुट विन्डोमा जाने भने इन्टर लेन्थ भन्ने हाम्रो मेसेज यहाँ आइसक्यो आउटपुटमा। यो प्रोग्राम रन भइरहेको छ। त्यही भएर हामीले त्यो अहिले तत्काल देखेको छैनौँ। जब हाम्रो आउटपुटको स्क्रिन हल्ट भएर देखिन्छ त्यस पछाडि मात्रै आउँछ यो। अब आयो इन्टर लेन्थ भनेर आयो। किन आयो अब चाहिँ भन्दा त्योभन्दा तलको स्क्यानएफले हामीलाई होल्ड गरिरहेको छ। मैले यहाँ 3 हालेँ र इन्टर थिचेँ। अब के गर्यो त यो स्क्यानएफले हामीलाई छोडिदियो। इनपुट पाउने बित्तिकै यो सेटिस्फाई भयो र यो अगाडि बढ्यो। अब फेरि अब कहाँ पुग्यो प्रिन्ट एफमा पुग्यो। भाइ कताबाट एक्जिक्युसन हुँदैछ मैले यो एक्जिक्युसनको पाथ यहाँनिर देखाउँदैछु। यो प्रिन्ट एफले पनि काम गरौँ अब गरिसक्यो। यो अब अगाडि बढ्दाखेरि यो कहाँ आइपुग्यो त प्रिन्ट एफ कम्प्लिट भएको छैन। किन भन्दा यो प्रिन्ट एफ कम्प्लिट हुनको लागि यसले के गरिरहेको छ त यसको प्यारामिटरमा स्क्वायरलाई कल गरिरहेको छ। भनेपछि यो स्क्वायर भन्ने फङ्सनभित्र गयो। अब त्यहाँभित्र गयो। त्यहाँ जाँदै गर्दा यसले के गर्यो त यहाँको यो मेन फङ्सनभित्रको यो लेन्थ भन्ने भेरिएबलको भ्यालु लगेर यो स्क्वायर भन्ने फङ्सनको साइड भन्ने भेरिएबलमा गएर कपी भयो। भ्यालु कपी भयो। यसलाई भन्छ आर्गुमेन्ट पासिङ मेकानिजम है। सी ल्याङ्ग्वेजमा डिफल्ट रूपमा पास बाई भ्यालु टेक्निकबाट आर्गुमेन्टको प्यारामिटरको भ्यालु चाहिँ पास हुन्छ। त्यसको मतलब यति बुझ्नु पर्यो यो लेन्थको भ्यालु गएर यो साइड भन्ने भेरिएबलमा कपी भयो है। र त्यो फङ्सनले हामीलाई एउटा भ्यालु रिटर्न गर्दैछ। त्यो भ्यालु फेरि के हो त भन्दा यसले फेरि अर्को फङ्सन कल गरिरहेको छ। त्यो चाहिँ रेक्टेङ्गल फङ्सनलाई कल गरिरहेको छ। रेक्टेङ्गल फङ्सनले जे दिन्छ यसले त्यही भ्यालु रिटर्न गर्ने। रिटर्न हो रेक्टेङ्गलले दिएको भ्यालु भनेपछि अब रेक्टेङ्गलले के दिन्छ हो यहाँबाट फेरि रेक्टेङ्गलमा कल गयो। फङ्सन ट्रान्सफर भइरहेको छ है। कन्ट्रोल फङ्सन टु फङ्सन ट्रान्सफर भइरहेको छ। यसले यसलाई कल गर्यो। यो कस्तो हो त भन्दाखेरि कुनै पनि अर्गनाइजेसनमा होइन म्यानेजरले उसको अन्डरमा भएको इमिडिएट सबअर्डिनेटलाई उसले कमान्ड दिन्छ होइन। म्यानेजरले उसको अन्डरको होइन एसिस्टेन्ट म्यानेजरलाई उसले कमान्ड दिएला। एसिस्टेन्ट म्यानेजरले अरू त्योभन्दा तलको स्टाफलाई अर्डर दिन्छ। अन्तिममा एक्जिक्युसन कहाँ हुन्छ त लो लेभलमा गएर होइन क्लर्कको लेभलमा गएर अपरेसन इम्प्लिमेन्ट हुन्छ। अनि रिपोर्टिङ चाहिँ के हुन्छ त रिपोर्टिङ चाहिँ फेरि होइन क्लर्कले ऊभन्दा माथिको स्टाफलाई त्योभन्दा माथिकोले अर्कोलाई होइन हुँदै हुँदै एसिस्टेन्ट म्यानेजरसम्म र अन्तिममा एसिस्टेन्ट म्यानेजरहरूले म्यानेजरलाई रिपोर्ट गर्ने हो। ठ्याक्कै त्यही हाइरार्की चाहिँ हाम्रो फङ्सन कलमा पनि एप्लाई हुन्छ। जस्तो कि हाम्रो केसमा म्यानेजर भनेको मेन फङ्सन जस्तो भयो। मेन फङ्सनबाटले के गर्यो त स्क्वायरलाई कल गर्यो। स्क्वायरले पनि आफ्नो काम कम्प्लिट गर्नलाई अर्को उसको एसिस्टेन्ट
हैन। रेक्टेङ्गल भन्ने फङ्सनलाई कल गर हो। अब रेक्टेङ्गलमा हामी आइपुगेका छौँ। त्यहाँभित्रबाट चाहिँ काम हुन्छ र त्यसले जे रिजल्ट हो त्यो चाहिँ कसलाई रिटर्न गर्छ, स्क्वायरलाई रिटर्न गरौँ र स्क्वायरले जे भेट्यो त्यो चाहिँ उसले फेरि रिटर्न भ्यालुको रूपमा उसको इमिडिएट हैन यहाँनिर जसले कल गरिरहेको थियो त्यो ठाउँमा गएर यसको भ्यालु आयो। अब हाम्रो आउटपुटमा रिजल्ट हेरौँ, पेरिमिटर अफ स्क्वायर भनेर 12 देखियो। त्यो सबै यही अर्डरमा एक्जिक्युसन भएर आउटपुट आयो र यसरी अन्तिममा जब हामी यो मेन फङ्सनको अन्तिममा आइपुग्यौँ हाम्रो प्रोग्राम कम्प्लिट भयो। यसरी एउटा सी को प्रोग्राम जहिले पनि मेन फङ्सनबाट सुरु हुन्छ, बिचमा हाम्रो कन्ट्रोल नर्मल्ली नेचुरल्ली यो के हुन्छ त टप टु बटम 1 बाई 1 स्टेटमेन्टहरू एक्जिक्युट हुँदै अगाडि बढ्छ। तर बिचमा यसरी फङ्सन कल आयो केही भयो भने त्यो कन्ट्रोल चाहिँ टेम्पोररीली यहाँबाट अर्को कुनै फङ्सनसम्म ट्रान्सफर हुन सक्छ, त्यहाँबाट फेरि अर्को फङ्सनमा ट्रान्सफर हुन सक्छ। यो एउटा लामो चेनमा जान सक्छ। यो नि हाम्रो के हो त फङ्सन कलको मेकानिजम हो। अब यसको इन्टरनल मेकानिजम बुझ्नलाई त अब हामीलाई धेरै त्यो त्यसले इन्टरनली कसरी काम गर्छ, स्ट्याक मेमोरीको बारेमा डिटेलमा बुझ्नुपर्छ। त्यो कुरा अब अहिले हामीले त्यो इनडेप्थ प्रोग्रामिङ बुझ्नको लागि चाहिँ त्यो कुराहरू आवश्यक हुन्छ। अब त्यो कुरा बुझिएको छैन भने अहिले नर्मल्ली यति बुझ्ने, सुरुमा जुन फङ्सनले कल गर्छ त्यो कलिङ फङ्सनले अर्को फङ्सनलाई कल, जस्तै कि अहिले हाम्रो केसमा के भइरहेको छ त मेन फङ्सनले स्क्वायरलाई कल गर्दैछ। स्क्वायर हाम्रो लागि कल्ड फङ्सन हो। स्क्वायरले कल गरौँ फेरि रेक्टेङ्गललाई भनेपछि अब अल्टिमेटली हाम्रो कन्ट्रोल कहाँ ट्रान्सफर हुन्छ, रेक्टेङ्गलसम्म। रेक्टेङ्गलले आफ्नो काम सकेपछि यो रिटर्न ब्याक आउँछ। कहाँ आउँछ भन्दाखेरि जसले यसलाई कल गरेको थियो त्यो कलिङ प्रोग्रामको पार्टमा जान्छ। भनेको रेक्टेङ्गल यहाँबाट कल भएको थियो ऊ यहीँ आउँछ र यहीँबाट कन्टिन्यू हुन्छ। जब यो फङ्सन कम्प्लिट हुन्छ अथवा जब यो फङ्सनमा रिटर्न स्टेटमेन्ट आउँछ त्यस पछाडि यो पनि त्यहाँबाट इमिडिएटली रिटर्न हुन्छ। कहाँ जान्छ, नामै रिटर्न छ अगाडिपट्टि। हामीले यो रिटर्न भनेको इमिडिएटली यहाँबाट फङ्सन रिटर्न ब्याक टु द कलिङ पार्ट हो, जहाँबाट कल भएको थियो, जहाँबाट यसलाई इन्भोक भएको थियो त्यो ठाउँमा यो के जान्छ त रिटर्न जान्छ। यसरी यो फङ्सन कलको मेकानिजम चल्छ र अल्टिमेटली हामीले त्यो रिजल्टलाई चाहिँ यसरी ट्रान्सफर गर्दै यहाँ मेन फङ्सनमा ल्याएर रिजल्ट डिस्प्ले गरिएको छ र यसको आउटपुट चाहिँ यसरी आयो। यो हाम्रो 6 हो। यसमा नबुझेको कुराहरू केही छ है? यसरी हाम्रो फङ्सन कलको मेकानिजमले काम गर्छ। यो हाम्रो सबभन्दा बेस्ट प्र्याक्टिस मोडुलर एप्रोचबाट प्रोग्रामिङ गर्दाखेरि हामीले फलो गर्न मिल्ने बेस्ट प्र्याक्टिस यही हो। तर अब हामी यो फङ्सनलाई अरू तरिकाबाट पनि डिजाइन गर्न मिल्छ। जस्तो कि के गर्न मिल्थ्यो अहिले सपोज यो रेक्टेङ्गल भन्ने फङ्सन मैले यसरी पनि बनाउन मिल्थ्यो, भोइड रेक्टेङ्गल हो भोइड। अब यस्तो यो भनेको के हो त, यसले केही पनि भ्यालु रिटर्न गर्दैन र यसले केही पनि प्यारामिटर एक्सेप्ट गर्दैन। भनेको मतलब यो टोटल्ली आउटसाइडसँग कम्युनिकेट नगर्ने टाइपको। भनेको कसैले यो फङ्सनलाई कल गर्न सक्छ, कल गरेपछि यसले जे काम गर्ने हो त्यसको लागि यसलाई चाहिने केही इनपुट छ भने यसले यही यसको बडीभित्रै यहीँभित्रबाट उसले स्क्यान अप गरेर केही गरेर इनपुट लिन्छ, केही क्यालकुलेसन गर्छ, रिजल्ट पनि यहीँ डिस्प्ले गर्छ र सिम्पली रिटर्न हुन्छ विदाउट एनी भ्यालु। केही पनि भ्यालु यसले कम्युनिकेट गर्दैन कलिङ प्रोग्रामलाई, यसले केही पनि भ्यालु प्रोपागेट ब्याक गरेर पठाउँदैन। यस्तो खालको फङ्सन पनि डिजाइन गर्न मिल्छ। तर यो सबभन्दा वर्स्ट टाइपको डिजाइन अब मोडुलर प्रोग्रामिङको भाषामा भन्नुपर्दा यस्तो खालको फङ्सन रियुजेबल हुँदैन। यो हामीले प्र्याक्टिसमा यो डिजाइन गर्नु हुँदैन हो। हामीलाई यो खालको फङ्सन डिजाइन गर्ने फ्यासिलिटी कम्पाइलरले हाम्रो ल्याङ्ग्वेजमा त्यो एभाइलेबल चाहिँ छ, तर हामी यो टाइपको डिजाइनमा जानु हुँदैन। यसरी जाने थियौँ भने हामीले अहिलेको रेक्टेङ्गल फङ्सन कस्तो बनाउनु पर्थ्यो, त्यो मेनभित्र जे लेखेको छ त्यो सम्पूर्ण कोड त्यहाँ ट्रान्सफर गर्न मिल्थ्यो। इनपुट पनि त्यहीँभित्र लिने, प्रोसेसिङ पनि त्यहीँभित्र गर्ने र आउटपुट पनि त्यहीँ दिने अनि रित्तै फर्किने। यो एउटा एप्रोच भयो। अर्को भनेको चाहिँ इनपुट चाहिँ उताबाट लिने। जस्तो कि मैले यहाँ के गर्न सक्छु, फ्लोट लेन्थ फ्लोट ब्रेड भनेर इनपुट चाहिँ उताबाट लिने, त्यो इनपुटलाई युज गरेर यहाँ क्यालकुलेट गरेर रिजल्ट निकाल्ने, त्यो रिजल्टलाई यहीँ डिस्प्ले गर्ने, रिटर्न चाहिँ केही पनि नगर्ने। यो टाइपको फङ्सन पनि डिजाइन गर्न मिल्छ। यो पनि अझै धेरै अहिलेको भन्दा अलिक फ्लेक्सिबल भयो, तर यो 100% फ्लेक्सिबल भइसकेको छैन। र अर्को पनि अप्सन छ, त्यो चाहिँ के हो त भन्दाखेरि भ्यालु चाहिँ रिटर्न गर्ने तर इनपुट चाहिँ केही पनि नलिने। भनेको इनपुट फङ्सनभित्रैबाट जेनेरेट गर्ने, त्यहीँभित्रै स्क्यान अप गरेर केही कुनै तरिकाबाट इनपुट लिने, क्यालकुलेट गर्ने र रिजल्ट चाहिँ पठाउने।
यो अप्सन पनि, यो थर्ड अप्सन भयो, फोर्थ अप्सन भयो, यो पनि त्यति धेरै फ्लेक्सिबल हुँदैन। त्यो भएको हुनाले हामी यी दुईटा टेक्निक चाहिँ फलो गर्दैनौँ, यो तीनटा टेक्निक हो। हामी कुन अप्सनमा जान्छौँ त? अघि सुरुमा गरेको अप्सन, विच इज द बेस्ट अप्सन हो, यो तरिकाबाट जान्छौँ। ल यो तरिका छ। अब यस्ता इक्जाम्पलहरू हामी अरू इक्जाम्पलहरूमा पनि यो टेक्निकहरूको बारेमा डिस्कस गर्छौँ। आजको लागि हामी यति नै गरौँ। यसमा नबुझेको कुराहरू केही छ भने अब 5 देखि 10 मिनट हामी डिस्कसन गर्छौँ। कसैलाई केही भन्नु छ भने अब ओपन फ्लोरमा गएर तपाईँहरूले क्वेसन राख्न सक्नुहुन्छ। हेलो, एक्सक्युज मी।